मग शॉटला धार एकटा घुमवतो तुझ्या शूटर. So welcome back to our brand new live chat. Let's go for 1 million likes and 1K shares. Booster collect गर्न त मनिषा सँगै बस्नु पर्ला जस्तो छ एकछिन. Oh my god. यता सुन. Yes. Collect your booster भन्नु भएको छ हैन? यो बेइज्जती पनि म घुट पिउन सक्छु. नाइ अब कोसँग गर्ने त? ह? आइजा हारिस भने फेरि त्यस्तो हुँदैन. त्यो त सुन. तसँग तसँग त नगर मलाई यार. गए म छोड्छु जा. एकछिन त यत्रो हालचाल पुछ्न लागेको. डरायो गाइस छोड्दे. चुप. अरे शट अप ओके. अब तसँग म 5 मिनेट के गरेर बसौँला यार. कोही अरु मान्छे भए यस्तो गफसप हुन्थ्यो. मसँग 5 मिनेट गफ गर्न. किन गर्नु त भाइ? गर्न कहिले घरमा गर्न नसकेका कुराहरु गफ गर. फाइदा त तले छ नि. ए चल एउटा कुरा छ तलाई है. तलाई एक्सेप्ट. आईक्यू त तेरो 0 छ. त्यो अहिले सोधेर खाली बिल्ला मात्र हुन्छ. गीत बन्दा एउटा कुरा सोध्छु तले है. तैले अब सुने. अब हेर घरमा ठुलो गार्जियनहरु मम्मी हुनुहुन्छ तर टाढा हुनुहुन्छ. तै नै होस् मेरो गार्जियन भनेको नि जे भनेको नि हैन. अब मलाई एकजना केटी मन परेको छ. साच्चै नै भनेको मजाक गरेको हैन. साच्चै नै एउटा केटी मन पर्यो हैन. तर हामी चाहिँ अलिकति इन्टरकास्ट छौं के. बुझ्निस्? अनि के गर्छस् तैले एक्सेप्ट गर्छस् कि गर्दिनस्? पहिला त्यो केटीलाई सोध्छु आर यु स्योर भनेर. किन? सोध्नु परिहाल्यो नि. पहिला सुरु केटीको इच्छा चाहना सोध्नु. के त तले त यतिकै पट्याएर ल्याएको पनि हुन्छ जस्तो यतातिर मस्केर तिमी नै हौ मेरो जीवनको सारथी. हैन चुप लाग है. यता सुन म अलि सिरियसनेस हुन्थे. सिरियस हो. साच्चै किन भन्नु चाहिँ जस्तै अब कोही केटी मन पर्यो हैन. जस्तै अब मलाई म त यस्तो घुमिराख्ने मान्छे यताउति गइराख्ने मान्छे. कहिले कता भड्किन्छु कहिले कतातिर अड्किन्छु कतै अल्झिन्छु. यसो लाएर कहिले उता पूर्वतिरको राइनीको सिलम साकमामा चाहिँ यसो अड्के कि म है. के थाहा? तैले के एक्सेप्ट गर्छस्? यो अहिलेको यो जमानामा आएर पनि हजुरले जातभातमा यस्तो त्यस्तो कुनै पनि फ्यामिलीहरु छैनन् होला. धेरै नै एकदमै पिछडिएर एकदमै हुन सक्छन्. तर अहिलेको मोडर्न फ्यामिली लाइक मी that's not possible. Chat brother okay. One chat is always non chat. यता सुन. अनि अब साच्चै नै भनेको हैन. मस्केको जस्तो लाग्यो होला. दिस्किराको जस्तो लाग्यो होला. तर सिधा भएर पनि भन्न सक्छस् पारस त यस्तो हुँदा यस्तै भएर पुरै यही नै लड्नै लागिसकिस् त त्यहाँ. लजाउनु पर्यो. अलिकति लजालु छु नि त. अलिकति लजालु पारा छ नि त. बुझ्नुस्? ठीक छ हैन. होस् है. मम्मीले हेर्नुहुन्छ होला लाइभ चाहिँ. फेरि मम्मीलाई अलिकति नबुझ्न सक्छ. मम्मीलाई अघि मैले आज चाँडै सुत्नु भनिसके. हो ठीक छ. जाडो छ के त्यो. नाइ अर्को दिन लिएर आउँछु. कुनै दिन लाइभ नै लिएर आउनु पर्ला. ठीक छ. आफ्नै छ सबैको. ओके च्याट. गाह्रो छ. के कलेक्ट भयो राजाहरु? बसिराख्नु. ह? कलेक्ट भयो. ल 1 2 3 वटा भयो. अंकितसँग पेमा 1 विजयी भव. अलवेज. अघि तिमी मेरो पछि मेरो. एकैछिन एउटा बिजनेस प्रमोट गर्दियौ है कसैको. ओके बोलाउन कसैलाई. वाह मेरो भाइ बाबु तिमी यार नागिन कट्दिउ तिमीलाई म. फाइनली आयो तिमी यार. दाइलाई यार कहाँ छोडेको यार. म चिया बगानमा थिएँ म. दाइ तपाईको के कहाँको के बिग्रेको छ कि शरीरमा रोग लागेर कता जानुभयो भन्ने यहाँ खबर आइरहेको थियो. अरे सिकिस त सुनिया डिस्चार्ज भएर आएको छु. हो र के भएको थियो? भन्न मिल्दैन बाबु. यो ठुलो छ यसको यार. अलिकति
कडक रोग पनि अलिकति कडक रोग लागेछ लास्टै कडक त्यही त अनि एरोनहरु भाउजूहरु सबजना सन्चै हुनुहुन्छ एभ्रीवन इज फिट एन्ड फाइन यार तिमी म लाइभ आउनु न यार कुल भाइको मात्रै मागाउँछु यार व्हाट इज दिस हैन होला हो फेरि भाइलाई कुम्फु आउँदैन भनेर मैले नल्याएको नि डराउँछ नि भाइ म किन अनि दाइको कुम्फुसँग कहाँ सक्छ त यार सिकेर आएको छु त मैले पनि त हङकङबाट सिङचङ गम्पोसँग अब अनि तिम्रो दाइ ओलाङ च्याङ्गुलाहरूसँग सिकेको मान्छे हो नि अनि त्यसलाई यसो काटकुट गरेर होइन अहिले अलिकति शिथिल छु म यार ठिक छ अनि अस्ति एरन हाम्रो उता गाउँमा गएको रहेछ नि है पुनर्वास पुनर्वास त आमा डेन्जर रहेछ यार अनि माया खेल प्रेमीहरू मान्छेहरू एकदम यार म त अहिलेबाट दौडिन लागिसक्यो यार अब नेक्स्ट इयर त म त्यहाँ जानै पर्ने देखिएको छ अनि मेरो त होम टाउन हो नि त त्यो झन् ओ माई गॉड तिमी पनि तयारी गर नि त यार त्यसो भए हाम्रो के कोच राखौँ त ए छोटे भएपछि बनाइदिइहाल्छ नि तिमीलाई यार एक्ज्याक्टली ल डन भयो अर्को नेक्स्ट दशैं होइन कन्फर्म हो हामी त अब म त यहाँ त 3-4 महिना अगाडिदेखि दौडिन सुरु हुन्छ मेरो अब पुनर्वासमा पुरै माग छ नि त त्यहाँ अब के हाल्नु दामी हाम्रोतिर एकदम माया गर्ने मान्छेहरू हुनुहुन्छ खेल प्रेमी एकदम कलाकारहरूलाई पनि एकदम रेस्पेक्ट गर्ने मान्छेहरू हुनुहुन्छ उता होइन क्रेजै छुट्टै रहेछ क्या त्यहाँ छुट्टै अब नि नाइट स्टेडियम छ पुरै रातभरि खेल्न मिल्ने अनि म छक्क परेँ यार ग्राउन्ड पनि है चिल्लो ग्राउन्ड त यस्तरी हेऱ्यो भने त स्केलै हेरे जस्तो हुन्छ नि डरलाग्दो अरे यार त्यसो नबना न यार काठमाडौँमा त पीडित छ त यार तिमी पनि इन्डियाको टोलीमा थियो क्या पहिला खालि जुत्ता नभएर क्या ल भाउजू श्रीलाई पनि एकदम नमस्ते भनिदिनु होला मेरो साइडबाट भाइ हो क्या नमस्ते हजुर नमस्ते भाउजूलाई एकदम है रेस्पेक्ट माग्छु मलाई अलि देखिन मिल्दैन के बाबु ए हुन्छ भाउजू लजाउँछ कि अलि त्यही त पुनर्वास है कन्फर्म है 100% के 100% अलि मेसेज आउँछ होला त्यहाँबाट हाम्रै गाउँको हो त हाम्रै गाउँको भनेर भन्छौँ ल कन्फर्म है कन्फर्म नेक्स्ट इयर ल फेरि हामी भेट्ने ल एनजेजी वाइसी सिमाराले पनि लर जाँदा हुन्छ नत्र म पनि उताको टिम निकाल्छु त सिद्धार्थी भएको हजुर ल ह्यापी टु मिट यु ल फेरि जोडौँला नि हामी ओके मेरो भाइ हल्का रमाइलो दोना थापा दाइसँग धेरै पश्चात धेरै टाइम पछि हो क्या अलि जोस जागर आइरहेको छ है बिस्तारी कति ahora everybody double tap okay cool boy yes cool boy कैसे है मैं ठीक हूँ आप किधर हो मेरा दूसरा घर में हाँ दूसरा घर में हो हाँ ठीक है कोई बात नहीं देखो ओके मेरे को कुछ टाइम दे दो इसका पहला मैच है ना वो 1 मिलियन तक चल गया ओके मेरे को कुछ टाइम दे दो मेरे को ब्रीथ करना चाहिए ओके मैं तो सिर्फ हाई बोलने के लिए आया था फिर आऊंगा हम आज खेलेगा प्रॉब्लम नहीं जरूर खेलेगा बट वो अभी वो मैच है ना इट वॉज फायर देखो माई हाथ देखो वो रेड हो गया क्या हो गया हाथ में आग लग गया क्या हमारे पास विन है उधर बहुत स्कोर आ गया बट लास्ट सेकंड में रोश और गोकू स्नाइप टिल 1 मिलियन 1.9 मिलियन नेक्स्ट टाइम नो लाइक आज आओ बट थोड़ा टाइम के नेक्स्ट I will come back after 5 minutes. Okay, ready. Be ready. You small call boy. You what are you from? Nepal. You and my friend you Nepal. No power. You understand? You call boy no power. My friend call boy no power. Call boy small. Yes. I will come back after. Bye bye. Okay. Small. I will come back after 5 minutes. Okay. Okay, 5 minutes I invite you yo anjing pantai mati kau. Okay.
हेलो दाई नमस्ते दाई के छ खबर सन्चै छु निकै छु कहाँ चाहिँ त घरै छु दाई एक्सेप्ट गर कहाँ चाहिँ यहाँ अहिले चाहिरहेको छ एक्सेप्ट गर अनि लाइभ किन आउँदैन बे आजभोलि त कामतिर बिजी भएर हो के दाई के काम गर्छ त भन् त मेला सेला लागिरहेछ यहाँ मेलामा के काम गर्छ मेला अब मेला लागिरहेछ तुलसीपुर हाम्रो यतातिर दाई अनि त्यही भएर के गर्छ मेलामा अब सोचिरहेको छु अब मेलातिर यसो लाएर केही अब दोकान च्याचेर दोकान खोल्न चाहिँ यसो दोकान सोकान सोचिरहेको छु दाइ यसो दोकान सोकान केही गर्नु पर्ला भनेर के को राख्ने दोकान चटपटेको चटपटे पानीपुरी अब के हुन्छ दाइ अब हेरौँ राख डिसी वेलकम चटपटे पानीपुरी राख अरू के राख्नु माथिपट्टि यस्तो ब्यानर बनाउने एउटा टुल्लु भाइरल बोय टिकटक भनेर यस्तो चटपटे पसल भनेर राख्नु बबाल व्यापार हुने हो त्यही भएर सोचिरहेको छु ठिक छ जेरीपुरी पनि बनाउँछ जेरीपुरी सब ठिक छ यार सबै ठिक छ त्यो उ गर त आइफोन देखा त आइफोन हेरौँ एकचोटि आइफोन त चार्जर लगाइदिएको थिएँ खै देखा न एकचोटि हेरौँ न चार्ज लगायो भने नि ल्यान अब कि म आँखा लगाउन तँलाई ल्यान होइन त्यस्तो होइन ल्या त हेरौँ छैन आइफोन यो फेरि कस्तो मान्छे छ थाहा छ उतापट्टि गर्लफ्रेन्डलाई दिइदिन्छ यसो गर्लफ्रेन्ड बनायो भने टक्कर गर्लफ्रेन्डलाई आइफोन दिएर पठाइदिइहाल्छ कहाँ छ भन्नु गर्लफ्रेन्डलाई दिइ जस्तो लाग्यो होइन बहिनी चलाइराख त्यही भएर हो कि खै चल ल्याइन त हेरौँ एकचोटि अलि एटिट्युड चलपल देखा न यार अलिकति बहिनी चलाइरहेको हुन्छ त्यही भएर अलि चलपल देखा अलिकति चक्क यस्तो पछाडितिर सर्ट देखा चलपलै दिन आउँदैन यार आइफोन भइसकेपछि यार जान ल्याइन जा बाबु ल्याइन हजुर ल्याइन आज हुन्छ पल्लापट्टि दानले चलाउन लाग्छ त्यही भएर के ल एकजना अलिकति दाइले मलाई फसायो कि के हो यार मलाई ठुलो यो धेरै ठुलो दियो यार यो हो भनेको बिक्री गर्छ यार दया अड्की गर्ला है म त देखाऊ नाइ होस् होस् नाइ हो हुने हो वेलकम अरू के छ दाइ दिदीहरू सन्चै हुनुहुन्छ दाइ आजभोलि यसो कामतिर दिउँ भने कि यसो लाएर टक्क लाएर कामतिर यसो लाएर तसँग दिदी रिसान भनेको किन पुष्टिमा पुसुस लगाउँछन् के हो लास्ट अलिकति टाउको भ्याबी भइरहेको छ मेरो भाइरा चाहिँ यार लास्ट यार धेरै कुराहरू सोच्नु थालेको छु आजभरि यार लास्ट टेन्सन पनि भइरहेको छ अलिकति खै तुलसीपुर आउनु पर्यो के हो यार मेरो भाइसँग यसो लाएर कामसाम गर्न हाम्रो त यतातिर टक्क लाएर मेला सेला लागिरह दाइ टक्क लाएर मेलातिर यस्तो कामसाम यस्तो लाएर अब टक्क लाएर पानीपुरी चटपटे यस्तो दोकान सोकानमा केही गरेपछि अलिकति होला कि भन्या के रे म आयो भने अनि अब के खिलाउँदैन होला तैँले त्यहाँ तुलसीपुरमा यहाँ फेरि सबै सस्तो सस्तोमा खानेवाला छ ठुलो भरिया छ यताउति गाह्रै छ बाबा बेच्न आउँदैन होला चल खै एकचोटि उठ त यो यता सुन त्यहाँ के छ तेरो अगाडि त्यहाँ के छ यसो त अलि पछाडि जा म ग्राहक आए त मेलामा चाहिँ यता सुन त मेलामा चाहिँ म गराएको हुँ है हाँस्नु हुँदैन मेलामा चाहिँ म गराएको हुँ म आइसकेपछि टक्क त चटपट बनाउला जस्तो गर म आइहालेँ है टक्क म मेलामा आइरहेको छु ल पक 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 आया पक हो के छ म्याच कता हो ओहो टुलु दाइ बिग फ्यान टुलु दाइ बिग फ्यान टुलु दाइ बिग फ्यान दा के हो चटपटे बनाएर बस्नु भएको पानीपुरी बनाएर बस्नु भएको एक प्लेट चटपटे बनाइदिनु न टुलु दाइ भइहाल्छ नि तपाईँलाई आउनु न के छ र मेरो फ्यानको हिसाबले तपाईँले अलि सस्तोमा मिलाएर म दिइहाल्छु के छ र अब होइन टक्क लाएर चटपटे पानीपुरी बनाउँदैछु आउनु न तपाईँ सस्तोमा तपाईँलाई एकदम शुद्ध अरूले 20 रुपियाँमा दिन्छ भने हामी तपाईँलाई 15 रुपियाँमा 5 रुपियाँ डिस्काउन्ट गरेर दिन्छु भनेर भन्छु कि टुलु दाइ हजुर
मेरो गर्लफ्रेन्ड पनि आएछिन्, गर्लफ्रेन्डलाई पनि पानीपुरी पनि चखाइदिनुहुन्छ कि? अब भइहाल्छ नि, त्यो त अब गरिहालौँला, के छ र? बनाउनु त ठुलो दाइ, के मुख हेर्नु भएको? बनाउनु खै खाऊ न। अब बनाउनु पर्छ, अब यस्तो लागेर खरखर 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 लागेर होइन, टक्क लागेर बनाउनु पर्छ अब। तँलाई ठगेर खाइदिन्छ नि त, सक्दैन भाइ। ठिकै छ दाइ, चलिराख। अनिल ब्रदर once again, okay? DC मतलब अनिल ब्रदर। ओके, सुन यता सुन टुल्लु। हजुर। किन हाँस लाग्छ त? यति खुसी किन मन लाग्छ भन् त? होइन त्यस्तो होइन। एभ्रीबडी हो क्या? होइन सुन सुन, म जान्छु अहिले, मेरो बाबाले हुन लाग्छ यहाँ चलपल अलिकति, म गएँ अहिले। त्यस्तै छ। ल ल ल चल गयो। ल रेहान आफरिनले पनि अलिकति बिटिदियो होइन। बेस्ट अफ ट्री त हुँदैन, बेस्ट अफ ट्री एकमै क्लियर कट गर्छु, तर अलि अलि नबोल्ने, एकैछिन बसिराख। हेलो दादा, दर्शन नमस्ते। दर्शन दर्शन दर्शन। मलाई होइन कि एउटा दिदीले चाहिँ हजुरसँग जसरी पनि जोइन गराइदिनु, बिरामी हुनुहुन्छ मामा भनेपछि चाहिँ मैले अघिदेखि भनेको के। त्यही भएर। ए ठिक छ ठिक छ। सुन त यसलाई किन बोलायो टुल्लुलाई? मैले उहाँलाई चाहिँ जोइन गरिदिनु भनेर कति मेरो साथीले 100 जनाले उहाँलाई मेसेज गर्नु होला, उहाँले इग्नोर हानेर, त्यही भएर तपाईँले चाहिँ रिक्वेस्ट गरेँ। त्यस्तो होइन त्यस्तो होइन। मेसेज पनि हेर्ने गर्नु, त्यो उल्टा उल्टा कमेन्ट हेर्नुभन्दा तपाईँले मैले 100 जना मेरो साथीले तपाईँको कमेन्ट कुदाउनु भयो त्यो दिपालाई जोइन भनेर। ल ल ल अहिले जोइन गरौँ। उहाँ नै हो, उहाँको अब उहाँ चाहिँ विदेश हुनुहुन्छ अरे, उहाँको रियल आइडी चाहिँ एकछिन पछि जोइन गरिदिन्छु, उहाँसँग कुरा गर्नु, म एकछिन पछि जोइन गरिदिन्छु नि त उहाँलाई। ल ल ल होइन को कहाँ? हेलो दादा, दर्शन दादा। दर्शन दर्शन दर्शन। एकदम एउटा 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 समस्या लिएर आएको छु कि, अनि मैले डाइरेक्ट हजुरसँग जोड्न नसकेको कारणले गर्दा दिप बम ठकुरीलाई चाहिँ एकदम बिहानदेखि रिक्वेस्ट गरेर आएको छु होइन। अनि त्यो भवानी जाजरकोटी भन्ने उहाँ हुनुहुन्छ, एकदमै समस्यामा हुनुहुन्छ, त्यही भएर अब हजुरको एउटा सल्लाहहरू अब राखिदिनुहुन्छ कि भनेर। भवानी जाजरकोटी भन्ने आइडी छ। एकछिन हजुर जानु त, म भवानीलाई जोडिदिन्छु जोइन। टुल्लु एकछिन जानु न हजुर है। ल ल ल एकछिन कता उहाँ अफ नै गइजानु हो क्या हो? बोलाऊ 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 के छ रे? देउरबा जाँदा बहिनी उहाँलाई भन् त, म यहाँ मेरोमा उहाँ गेस्टमा हुनुहुन्छ क्या अहिले। मेरोमा साथी भवानीको भन्यौ मेसेज गरिदिरा। भवानी जाजरकोटी उहाँ चाहिँ बिरामीको बहिनी हुनुहुन्छ। उहाँले चाहिँ पहिला आफ्नो मृगलाई एउटा दिनुभएको अरे, अहिले चाहिँ आमा दिँदै हुनुहुन्छ अरे कि, अनि मम्मीले चाहिँ दिँदै हुनुहुन्छ अरे अहिले चाहिँ। अनि उहाँको अहिले पैसाको समस्याको कारणले चाहिँ हजुरलाई उ गर्ने खोजिरहेको थिएँ। अनि मेरोमा चाहिँ साथी हुनुहुन्छ तपाईँकोमा चाहिँ, जसरी भने गरिदिनु भनेपछि। जाजरकोटी भन्यौ? भवानी जाजरकोटी। पछि सकेपछि जोइन गर्नु होला, म यहीँ छु, उहाँलाई पनि जोइन गरिदिन्छु सिधै यहीँ। ओके छ ओके छ, ल हुन्छ बहिनी। दादा पनि यति हेल्प गर्दिछु आज। आउनु भयो। नमस्ते दादा। नमस्ते नमस्ते। के छ बहिनी, सन्चै छौ? दादा म सन्चै छु, अनि हजुरलाई? म पनि सन्चै छु। कहाँ हो घर? मेरो घर जाजरकोट हो, जाजरकोट कुशी गाउँपालिका वडा नम्बर 5 डिमे। के छ के भयो, के भन्दै थियो यिनीहरू? मेरो मामालाई चाहिँ किडनी फेल भएको थियो। योभन्दा विगत 6 वर्ष अगाडि 76 सालमा चाहिँ हामीले किडनी चेन्ज गराएको थियौँ। सानीमाले चाहिँ किडनी दिनुभएको थियो। मेरो चाहिँ मम्मीको दिदीबहिनी 4 जना, मामा चाहिँ एउटा मात्रै हो। अनि त्यो किडनीले चाहिँ 6 वर्ष मात्रै काम गर्यो। अनि त्यसपछि अहिले फेरि हजुरआमाले दिन लाग्नु भएको छ किडनी चाहिँ। बिचमा चाहिँ लास्टै बिरामी हुनुभयो। त्यो त्यस्तै पैसा समस्याले पैसा नभएर औषधि 1.5 महिना जति छुट्यो। अनि त्यो औषधि नखाएको कारणले चाहिँ अनि गाउँमा अब यता काठमाडौँ बस्नु भएन, गाउँमा त्यही त हो नि। अब औषधि नल्याएपछि अब बिरामी लास्टै हुनुभयो। अब सबैजनाले अब गाउँ समाज सबैले बचाउनु पर्छ भन्ने उ गरेर चाहिँ काठमाडौँ ल्याइयो। काठमाडौँ ल्याएपछि वैशाखमा ल्याएको। अनि किडनी
ट्रान्सप्लान्टको लागि पैसा पनि जम्मा भएको थियो। अनि बिचमा चाहिँ त्यो हाम्रो मेरो हजुरआमाको चाहिँ फेरि पित्त थैलीमा पत्थरी देखाइदियो क्या। अनि पत्थरी देखायो, फेरि पत्थरीको अपरेसन गरियो। अनि त्यसपछि पहिला मामाको अपरेसन गर्दाखेरि 1 वर्ष पुग्दा नपुग्दै हजुरबालाई त्यस्तै हार्ट अट्याक भएर हिँड्दै बाटोमा बित्नु भयो। कुरा लम्बा चौडा नगर कि सिधा डाइरेक्ट कुरा गर न, सिधा कुरा गर, सिधा भन। अहिले चाहिँ जस अपरेसनको लागि 10 लाख मागिरहेछ। अनि 10 लाखमा हामीले 5 लाख जम्मा गरेर पनि गर्यो। हाम्रो आज चाहिँ किडनी ट्रान्सप्लान्ट भन्ने कुरा भएर भित्र लगाएको छ बिरामीलाई चाहिँ लगेको थियो। अनि पैसा जम्मा नभएको कारणले रोकिदिरहेछ। अनि भित्र जान पनि दिएको छैन, हामीले भेट्न पाएको छैनौँ। भक्तपुर मानव अङ्ग प्रत्यारोपणमा भइरहेछ उपचार चाहिँ। के सरकारले गरिरहेको छैन? किडनी पेसेन्टहरूलाई त सरकारले पनि के गरिरहेको छ त? यस्तो हो दादा, पहिला चाहिँ सरकारले गरेको थियो। अनि अहिले सेकेन्ड पटक भएर चाहिँ सरकारले केही पनि गरिदिएको छैन। अनि अहिले सबै आफ्नै पैसाले गर्नुपर्छ। अहिले वैशाखदेखि यता चाहिँ त्यही 12-13 लाख सकिसक्यो। सहयोग पनि उठाइरहेछौँ हामीले, जताततै सहयोग उठाइरहेको हो। अनि त्यो पहिला त्यो हातमा पनि भएन, अहिले छातीबाट चाहिँ डायलिसिस भइरहेको थियो। योभन्दा अगाडि डायलिसिस पनि नभएर अब चाहिँ अपरेसन गर्ने भन्ने हामी उसमा आएको थियौँ। अनि पैसा त्यस्तै भएर अहिले समस्या भइरहेछ। म चाहिँ अहिले एकछिन हजुरसँग जोइन हुने भनेर रुममा आएको, अहिले एकछिन फेरि हस्पिटल जानुपर्छ। ठिक छ बहिनी, अब के गरौँ त यार। मेरो साइडबाट 50,000 हालिदिनु है, म हालिदिउँला अहिले तिमीलाई। मलाई डकुमेन्ट पठाउनु, म हालिदिउँला है। अहिले यस्तो भइरहेको दादा, एकदम एउटा सानो सल्लाह म राख्छु। उहाँको चाहिँ त्यो पहिला कहिले दिदीले दिनुभएको थियो। अनि अहिले चाहिँ फेरि मम्मीले दिन राख्नु भएको छ, 60-65 वर्षको मम्मीले। 63 वर्ष, एकदम गाह्रो अवस्था आइदिरहेको छ उहाँहरू। ठिक छ केही छैन। अरे केही पनि भएन, अरू ठाउँबाट पनि यताउतिबाट उठ्ला के होला यताउति है, ऊ पनि गर्नु। तर मेरो साइडबाट चाहिँ त्यति भनिदिनु न है, म हालिदिउँला। मलाई तर पठाउनु है यो ब्याङ्कको डिटेल र यो आफ्नो डकुमेन्टहरू पठाइदिनु दाइको किडनी उसको है। हुन्छ हुन्छ दादा, एकदम माया छ हाम्रो साइडबाट है बहिनी। हुन्छ दादा, ल सबैजनालाई माया छ। हुन्छ दादा, थ्याङ्क यू दादा। राजाहरू के हो कि समटाइम्स फेरि मान्छेहरू आउनुहुन्छ, आइसकेपछि नाइ भन्न चाहिँ सक्दिनँ है। पहिलेदेखि नै नाइ भन्ने चाहिँ चलन छैन। तर जहिलेसम्म बाँचौँला जहिलेसम्म होला गर्दै गरौँला यार लाइफमा। अहिले 50 होला, छ र त 50 दिए होला, भोलि 25 भयो होला, 25 दिदिउँला है। माया चाहिँ सम्पूर्णलाई, सबलाई। ओके, मच लभ।